के तपाईहरु भिडियो बनाउनुहुन्छ? बाहिरको हावा र आवाजले गर्दाखेरि तपाईहरुको अडियो बिग्रेर हैरान हुनुहुन्छ? अब यो सुन्नुहोस् त, यो हो निफो NP60 को कमाल। आजको यो भिडियोमा हामी यो सस्तो र दमदार वायरलेस माइकको रिभ्यू र फुल टेस्ट गर्नेछौं। के यो आफ्नो बजेटमा उत्कृष्ट छ त? आउनुस् हेरौं। ओके, अब भने हामी ढिला नगरी बक्स खोलौं। बक्स के छ बक्स भित्र हेरौं है त। लेट्स अनबक्स दिस। ओके, कताबाट हो खोल्ने? ल बक्स खोलौं। ओके, ल बक्स भित्र चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ एउटा के हुने रहेछ देख्न सक्नुहुन्छ। यो माइक विथ चार्जिङ केस। अरु के छ हेरौं। यसमा एउटा युजर म्यानुअल पनि हुन्छ है। त्यसपछि अर्को तपाईहरुले पाउन सक्नुहुन्छ यो के हो। यसमा चाहिँ तपाईको चार्जिङ केबल छ, टाइप ए टु टाइप सी। लेट्स अनबक्स। चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ यो डेड क्याट है। डेड क्याट पाउन सक्नुहुन्छ। विन्डसिल्ड, हावामा भिडियोको साउन्ड क्वालिटी राम्रो ल्याउनको लागि दुईवटा चाहिँ विन्डसिल्ड पाउन सक्नुहुन्छ भने तपाईहरुले यसमा अर्को चाहिँ टाइप ए टु टाइप सी डाटा केबल पाउन सक्नुहुन्छ, जुन यसलाई चार्ज गर्नको लागि है त। यहाँ छ। ल चार्जिङ केसमा सामान भने यति नै रहेको छ। तपाईहरुले एकदम प्रिमियम देखिने खालको यो चार्जिङ केस विथ माइक है। यहाँ भित्र चाहिँ माइक रिसिभर दुईटै हुन्छ। ल अब हेरौं यसको चार्जिङ केस भित्र के रहेको छ। देख्न सक्नुहुन्छ तपाईहरुले यस भित्र चाहिँ दुईवटा ट्रान्समिटर छ भने एउटा चाहिँ रिसिभर रहेको छ, जुन चाहिँ नि तपाईको यो देख्न सक्नुहुन्छ आइफोन र टाइप सी दुईटैमा क्यापेबल छ है त। अब यो भित्रको सामानहरु यति नै हुन्। अब भने सिधै साउन्ड क्वालिटी नै चेक गरौँ है त। तपाईहरुले चाहिँ यो माइकमा चाहिँ दुईवटा रिसिभर पाउनुहुन्छ हैन। दुईवटा रिसिभर भएपछि यदि तपाईहरु इन्टरभ्यु गर्न चाहनुहुन्छ, पोडकास्टहरु बनाउन चाहनुहुन्छ भने यो चाहिँ एउटा आफू राख्ने, अर्को चाहिँ अर्को साथीलाई दिनुभयो भने तपाईहरुले दुईटैबाट चाहिँ सेम टाइममा दुईटा माइक युज गरेर इन्टरभ्यु, पोडकास्टहरु बनाउन सक्नुहुन्छ है। यसको कुनै यो माइक कनेक्ट गर्नलाई चाहिँ कुनै झन्झट छैन। यसमा तपाईहरुले चाहिँ सिधै प्लग एन्ड प्ले वाला हो। त्यही भएर यसमा एक्सटर्नल एपहरु डाउनलोड गर्नुपर्ने, माइक सपोर्ट नहुने भन्ने हुँदैन। यो एकदमै इजी टु युज छ। तपाईहरुले डेफिनेटली यो माइक लिन सक्नुहुन्छ है त। यो माइकलाई चाहिँ कनेक्ट गर्न कुनै झन्झटै छैन है। तपाईहरुले सिधै रिसिभरलाई मोबाइलमा इन्सर्ट गर्नुस् र यो पावर बटन अन गर्नुभयो भने चाहिँ यसरी दुईवटा बत्ती बल्छ। यदि यो बत्ती स्टेबल छ भने चाहिँ कनेक्टेड हुन्छ, ब्लिङ्क गर्यो भने चाहिँ कनेक्ट छैन भन्ने बुझ्नुपर्छ तपाईहरुले। यसको सजिलो चीज भनेको चाहिँ यो म्याग्नेटिक हो है। यसमा क्लिप छैन, यो चाहिँ म्याग्नेटिक हो। तपाईहरुले चाहिँ यसमा म्याग्नेटिक टक आफ्नो यसरी आफ्नो सर्टमा अथवा केमा कलरमा यसरी क्लिप गर्न सक्नुहुन्छ। यसरी सजिलो, रनिङ गर्दा पनि खस्दैन है। यो क्यामेरामा चाहिँ तपाईहरुले तीनवटा मोड्स पाउन सक्नुहुनेछ। एउटा ANC एक्टिभ नोइज क्यान्सलेसन मोड, अर्को रिभर्ब मोड जुन इको मोड छ त्यो पाउन सक्नुहुन्छ भने एउटा चाहिँ यो चाहिँ तपाईहरुले माइकबाट नै भिडियोलाई म्युट गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईले अहिले चाहिँ यो ANC मोडमै छ हैन। अब तपाईले एक पटक यहाँ तल बटनमा क्लिक गर्नुभयो भने चाहिँ यो अहिले नर्मल मोडमा छ। आवाज कस्तो आएछ, डिफरेन्स केही चेन्जेस भयो होला। यदि तपाईले इयरफोन लाएर हेर्नु भएको छ भने चाहिँ केही चेन्जेस थाहा पाउन सक्नुहुन्छ। अनि फेरि तपाईले एक पटक क्लिक गर्नुभयो भने चाहिँ नोइज क्यान्सलेसन अन हुन्छ। त्यसैगरी तपाईले दुई पटकसम्म क्लिक गर्नुभयो अब तपाईले डबल क्लिक गर्नुभयो भने चाहिँ तपाईको यो चाहिँ म्युट हट्यो हैन। अब यसमा चाहिँ तपाईले रिभर्ब मोड जुन अब शायरीहरु भन्नको लागि हैन, त्यसको लागि पनि एकदमै उपयुक्त हुन्छ। लाइभहरु बसेर गीत गाउनुहुन्छ भने यो चाहिँ तपाईको रिभर्ब मोड काम लाग्छ। रिभर्ब मोड अन गर्नको लागि चाहिँ तपाईले ट्रिपल 3 टाइम ट्याप गर्नुभयो भने चाहिँ रिभर्ब मोड अन हुन्छ है त। ल हेलो हेलो हेलो, यो चाहिँ यसको रिभर्ब मोड रहेको छ। आवाज पक्कै पनि केही गुन्जिएको आएको छ होला भन्ने मैले आशा राखेको छु है। यसलाई इको अफ गर्नको लागि चाहिँ कन्टिन्यू 3 टाइम प्रेस गर्यो भने चाहिँ इको अफ हुन्छ है त। ल
अहिले चाहिँ नर्मल आवाजमै आयो है त। तपाईँहरूले यसरी यहाँ कलरमा लगाएर अथवा यसरी लिएर बोल्न सक्नुहुन्छ है। वायरलेस माइक भइसकेपछि चाहिँ पक्कै पनि डिस्टेन्स टेस्ट हुनु पर्यो होइन। कम्पनीले भनेअनुसार चाहिँ यसमा 20 मिटरसम्मको दूरी क्याप्चर गर्छ भनेको छ। म अब क्यामेराबाट बिस्तारै टाढा जान्छु, कति लामो दूरीसम्म चाहिँ यसले क्याप्चर गर्छ। आवाज काटिन्छ कि काटिन्न हेर्नेछौँ है त हामी। ल म चाहिँ कलरमै लगाउने छु है, देख्न सक्नुहुन्छ। ल अहिले लगभग म 5 मिटरको दूरीमा छु। आवाज काटिएछ कि काटिएको छैन भन्नुहोला। बिस्तारै म पछाडि जानेछु है। आवाज क्लियरिटी कतिको छ भन्नुहोला। ल लगभग 10 मिटरको दूरीमा छु। पछि कुनै अहिले यहाँ मसँग ठाउँ भएन, नत्र अझै लामो डिस्टेन्स ट्राई गर्ने थिएँ म। देख्न सक्नुहुन्छ आवाजको क्ल्यारिटी तपाईँहरूलाई सुनिहाल्नुभयो, देखिहाल्नुभयो होइन। यति नै छ। एकदम आफ्नो बजेटमा चाहिँ यतिको माइक पर्फेक्ट हो जस्तो लाग्छ। अब हाई बजेटमा त धेरै फिचर्सहरू पाउन नै हुनेछ। त जस नर्मल क्रिएटर हुनुहुन्छ, तपाईँलाई सस्तो बजेटमा माइक चाहिएछ भने निफो NP60 चाहिँ तपाईँको लागि बेस्ट हुनसक्छ है त। यदि तपाईँ चाहिँ हावा चल्ने ठाउँमा, हल्ला हुने ठाउँमा भिडियो बनाउँदै हुनुहुन्छ, भ्लगहरू बनाउँदै हुनुहुन्छ भने चाहिँ यसमा चाहिँ तपाईँको यो विन्डसिल्ड पनि आउँछ है। एकदमै सजिलो छ यसलाई इन्स्टल गर्नको लागि चाहिँ, केही गाह्रै छैन। यसमा यो विन्डसिल्ड इन्स्टल गर्नलाई केही गाह्रै छैन है। तपाईँको सिधै म्याग्नेटिक छ, टक्क लाग्यो है, विन्डसिल्ड लाग्यो। देख्न सक्नुहुन्छ कति छुटको क्युट छ। विन्डसिल्डको क्वालिटी पनि राम्रो छ। तपाईँको यसरी फरहरू आउने त्यो चाहिँ हुँदैन। एकदम राम्रो छ माइक चाहिँ। देख्न सक्नुहुन्छ कस्तो प्रिमियम देखिन्छ कि। यस्तो हेर्दाखेरि सस्तो होला जस्तो फिल नै हुँदैन। एकदम प्रिमियम रङ, प्लास्टिक बिल्ड भए तापनि प्रिमियम देखिन्छ। अहिले हावा चलिरहेको छ होइन, तैपनि विन्ड नोइज पक्कै पनि आएको छैन होला भन्ने मैले आशा राखेको छु। भिडियो चाहिँ फेरि फेरि पनि आउनेछ। यही माइक युज गरेर फेरि फेरि भिडियोहरू बनाउने छु। तपाईँहरूले यो भिडियो कस्तो लाग्यो, यो माइक तपाईँहरूलाई यदि वर्थ इट लाग्छ भने म यसको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु, तपाईँहरूले लिन सक्नुहुनेछ। त्यही नै हो। यदि भिडियो मन पर्यो भने लाइक गरिदिनु। अनि साउन्ड क्वालिटी ठिक छ छैन, यो तपाईँहरूले यसको भोइस क्वालिटी कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। र भिडियो मन पर्यो भने एक लाइक गरिदिनु होला। फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ। नमस्कार, धन्यवाद।